Today आज हामी क्लास 12 को इलेक्ट्रिसिटी एन्ड म्याग्नेटिजम अन्तर्गत एउटा इम्पोर्टेन्ट टपिक व्हिटस्टोन ब्रिज पढ्न जाँदैछौँ। एक्जाम पोइन्ट अफ भ्यूले पनि इम्पोर्टेन्ट छ र सजिलो पनि छ। यसैमा आधारित रहेर डिफरेन्ट रेजिस्टेन्स मेजरिङ डिभाइसेसहरू जस्तै मिटर ब्रिज, पोस्ट अफिस बक्स, क्यारी पोस्टर ब्रिजहरू पनि बनाइएको छ। यही इम्पोर्टेन्ट टपिक चाहिँ आज हामी पढ्दैछौँ। व्हिटस्टोन ब्रिज भनेको एउटा इलेक्ट्रिकल सर्किट हो जसमा चाहिँ ब्रिटिस फिजिसिस्ट चार्ल्स व्हिटस्टोनले 1843 मा एउटा इलेक्ट्रिकल सर्किट बनाए र त्यसमा एउटा ब्रिज भनेको दुईटा ब्रान्च, इलेक्ट्रिकल ब्रान्चहरू दुईटा, एउटा इलेक्ट्रिकल नेटवर्कको दुईटा ब्रान्चहरू जोड्ने एउटा सर्किट बनाए, एउटा पाथ बनाए। त्यो पाथमा चाहिँ ग्याल्भेनोमिटर राखे। त्यो ग्याल्भेनोमिटर राखेको ब्रान्चको विशेष महत्त्व छ। त्यही ग्याल्भेनोमिटर राखेको पाथको आधारमा यसलाई व्हिटस्टोन ब्रिज भनियो। एउटा इलेक्ट्रिकल सर्किटको दुईटा ब्रान्च जोड्ने थर्ड ब्रान्च जसमा ग्याल्भेनोमिटर राखियो, त्यही ग्याल्भेनोमिटर राखेको ब्रान्चले चाहिँ दुईटा इलेक्ट्रिकल ब्रान्चहरू जोड्ने काम गरेकोले त्यसकै आधारमा यो सर्किटलाई व्हिटस्टोन ब्रिज भनियो। व्हिटस्टोन ब्रिज इन्टायरली किर्चफ लले प्रोभाइड गरेका दुईटा लहरू जुन छन्, किर्चफ करेन्ट ल र किर्चफ भोल्टेज ल, व्हिटस्टोन ब्रिज डिपेन्ड गर्छ। किर्चफ ल नहुने हो भने चाहिँ हामीले व्हिटस्टोन ब्रिजको ब्यालेन्सिङ इक्वेसन र यो सर्किटको हामीले डिटेलमा एनालाइसिस गर्न सक्ने थिएनौँ। र यो व्हिटस्टोन ब्रिजको महत्त्वपूर्ण काम भनेकै हामीले रेजिस्टेन्स मेजर गर्ने हो। यो चाहिँ फिगर यस्तो हुन्छ, यसको सर्किट यस्तो छ। चारवटा रेजिस्टरलाई चाहिँ एउटा क्वाड्रिलेटरलको फोर साइड्समा यसरी एरेन्ज गरेको हुन्छ। यो एउटा क्वाड्रिलेटरलको फोर साइडमा यसरी एरेन्ज गरेको हुन्छ चारवटा रेजिस्टरलाई। यो रेजिस्टरको नाम P राखौँ, यो Q राखौँ, यो R र यो X छ। यो चारवटा रेजिस्टर मध्ये P र Q चाहिँ फिक्स्ड नोन रेजिस्टर्स हो भने R भेरिएबल नोन रेजिस्टेन्स हो। त्यसैगरी X को चाहिँ हामीले भ्यालु फाइन्ड आउट गर्नुपर्ने हुन्छ। यसरी एउटा क्वाड्रिलेटरल ABCD का चारवटा साइडमा चारवटा रेजिस्टरहरू भयो। यो पोइन्ट B बाट D को एक्रसमा एउटा ग्याल्भेनोमिटर कनेक्ट गरिएको हुन्छ भने यो पोइन्ट A र C को बाँकी रहेका दुईटा भर्सेस छन्। यो दुईटाको एक्रसमा चाहिँ एउटा एक्सटर्नल ब्याट्री यसरी कनेक्ट गरिएको हुन्छ। व्हिटस्टोन ब्रिजको सर्किट यति नै हो। लेट्स से ब्याट्रीको EMF E छ, यहाँबाट I करेन्ट फ्लो भयो सर्किटमा, यहाँबाट I1 करेन्ट P2 फ्लो भयो भने लेट्स से I2 करेन्ट चाहिँ R तिर फ्लो भयो। पोइन्ट B मा यो जुन हाम्रो जङ्सन छ यो इलेक्ट्रिकल नेटवर्कको B मा पुगेपछि सपोज IG करेन्ट ग्याल्भेनोमिटर तिर फ्लो भयो भने I3 करेन्ट भनेको यहाँबाट I1 करेन्ट आयो। I1 करेन्ट चाहिँ यो ब्रान्च र यो ब्रान्चमा है, यो पाथ र यो कन्डक्टिङ पाथमा डिभाइड भयो।
आइजी तल गयो भने चाहिँ यहाँ बाँकी रहेको करेन्ट कति भयो I1 माइनस आइजी, जसलाई हामीले I3 कन्सिडर गरेका छौँ, क्यूमा फ्लो भयो। त्यसैगरी अर्को जङ्सन पोइन्ट डीमा दुईटा करेन्ट I2 र आइजी आयो र त्यो दुईटा करेन्ट चाहिँ सम भएर I4 करेन्ट कन्सिडर गरौँ, I2 प्लस आइजी करेन्ट चाहिँ एक्समा फ्लो भयो र फाइनल्ली फेरि त्यही हाम्रो ब्याट्रीको एक्रसमा आई करेन्ट फ्लो भयो। यसरी हाम्रो चारवटा रेजिस्टरमा I1, I2, I3, I4 करेन्ट फ्लो भयो भने ग्याल्भेनोमिटरमा आइजी करेन्ट फ्लो भयो। व्हिटस्टोन ब्रिजको सबैभन्दा महत्त्वपूर्ण कुरा के हो भने, महत्त्वपूर्ण पक्ष के हो भने, जब ग्याल्भेनोमिटरको डिफ्लेक्सन, ग्याल्भेनोमिटरले जब डिफ्लेक्सन देखाउँदैन, करेन्ट त्यो ब्रान्चमा करेन्ट डिटेक्ट गर्दैन, द्याट इज आइजी 0 भयो भने, आइजी 0 भयो भने व्हिटस्टोन ब्रिजको त्यो कन्डिसनलाई, जति बेला करेन्ट थ्रु ग्याल्भेनोमिटर 0 हुन्छ त्यसलाई हामीले व्हिटस्टोनको ब्यालेन्स कन्डिसन भनिन्छ। त्यति बेला यी चारवटा रेजिस्टरहरू हाम्रो P, Q, R एन्ड X छ, दे आर रिलेटेड एज P बाई Q इक्वल्स टु R बाई X हुन्छ। हाम्रो चारवटा रेजिस्टरको यो रिलेसन नै व्हिटस्टोन ब्रिजको ब्यालेन्स कन्डिसन हो। दिस इज द balanced condition of Wheatstone bridge. Wheatstone bridge balance condition मा हुँदाखेरि यदि हामीले ब्याट्री र ग्याल्भेनोमिटरलाई इन्टरचेन्ज गर्यौं भने पोइन्ट बी र डी को एक्रसमा ब्याट्री र पोइन्ट ए र सी को एक्रसमा ग्याल्भेनोमिटर राख्यौं भने हाम्रो यो ब्यालेन्स कन्डिसनमा कुनै असर पर्दैन। त्यसकारणले आर्म्स एसी र बीडीलाई कन्जुगेट आर्म्स भनिन्छ। यो इन्ट्रान्स एक्जामको लागि इम्पोर्टेन्ट क्वेसन हुन सक्छ। अब हाम्रो यो टपिकमा महत्त्वपूर्ण काम भनेको यो रिलेसन हामीले डिराइभ गर्नु पर्यो है, यो प्रुभ गर्नु पर्यो। ल अब हामी त्यही गर्छौं। थोरै फिगरलाई डिस्क्राइब गरौँ, त्यसपछि हामी त्यो प्रुभ गर्ने पार्टमा जान्छौं। लेट अस कन्सिडर 4 resistors P, Q, R, X are connected in such a manner that they form 4 sides of a quadrilateral. 4 sides भएको हैन, quadrilateral A, B, C, D यसमा नि फिगर अघि हामीले भनिसक्यौं P and Q are non-fixed resistors. R is non-variable resistor. Non-variable resistor है जसको हामीले रेजिस्टेन्स चाहिँ भेराइ गर्न सक्छौं हैन, जस्तो रियोस्ट्याट है, non-variable resistor, and X is the unknown resistor whose value is to be determined. जसको भ्यालु चाहिँ हामीलाई फाइन्ड आउट गर्नुपर्ने छ। Let I1, I2, I3 and I4 IG पनि गरौँ, I3, I4 and IG be the currents
along resistors P, R, Q, X and galvanometer whose resistance is G respectively. यो हाम्रो पाँचवटा करेन्ट डिफ्रेन्ट पाँचवटा रेजिस्टरमा फ्लो भइरहेको छ। अब हामीले ग्याल्भेनोमिटरलाई बी र डी को एक्रोसमा कनेक्ट गरेका छौं भने ब्याट्रीलाई हामीले ए र सी पोइन्ट को एक्रोसमा हामीले कनेक्ट गरेका छौं। त्यो कुरा लेखौं। फाइनली here of battery is connected across points A and C and meter across points B and D SO. यो हाम्रो फिगरको डिस्क्रिप्सन भयो। When the Wheatstone bridge is in balanced condition, the current through meter is 0. That is I is equals to 0. At this condition, the four resistors P, Q, R and X are related as P by Q equals to R by X. This is the balanced condition of Wheatstone bridge. यो चाहिँ हाम्रो Wheatstone bridge को बैलेंस कंडीशन भयो। यहाँबाट हामीले x को भ्यालु फाइन्ड आउट गर्न सक्छौं। x equals to r times q by p। यसरी हामीले यो रिलेसनबाट अननोन रेजिस्टर को भ्यालु फाइन्ड आउट गर्न सक्छौं। मैले फेरि एकचोटि दोहोर्याएँ, यो बैलेंस कन्डिसनमा जति बेला ग्याल्भेनोमिटरले नल डिफ्लेक्सन देखाउँछ, अर्थात ग्याल्भेनोमिटर थ्रु कुनै पनि करेन्ट पास हुँदैन, दैट इज I इक्वल्स टु 0। त्यो कन्डिसनमा हामीले यदि ब्याट्री र ग्याल्भेनोमिटरको पोजिसनलाई इन्टरचेन्ज गर्यौं भने यो बैलेंस कन्डिसनमा कुनै असर पर्दैन। सो दैट द आर्म्स एसी ब्याट्री कनेक्ट गरेको आर्म र ग्याल्भेनोमिटर कनेक्ट गरेको आर्म बीडी लाई चाहिँ कन्जुगेट आर्म्स भनिन्छ। अब हामीले यो इक्वेसन चाहिँ बैलेंस कन्डिसन चाहिँ अब हामीले डिराइभ गर्नुपर्ने हुन्छ। एक्जाममा यही सोधेको हुन्छ। अब हामीले अघि नै एक्सप्लेन गरे अनुसार डिस्क्राइब गरे अनुसार Wheatstone ब्रिज चाहिँ इन्टायरली किर्चफ्स भोल्टेज ल र किर्चफ्स करेन्ट लले प्रोभाइड गरेको जुन थ्योरेटिकल फ्रेमवर्क छ त्यसमा इन्टायरली डिपेन्ड गर्छ। सो दैट हामीले अब के गर्छौं, किर्चफ्स करेन्ट ल र किर्चफ्स भोल्टेज ल लगाएर हामीले यो ब्यालेन्सिङ इक्वेसन हामी डिराइभ गर्छौं। Now in the loop AB DA using Kirchhoff's voltage law we get यहाँ हामीसँग दुईटा लुपहरु छ ABDA र BCDB। हामीले यो दुईटा लुपमा चाहिँ किर्चफ्स ल युज गर्छौं र हामीले त्यो ब्यालेन्स इक्वेसन डिराइभ गर्छौं। एकदमै सजिलो छ यो।
हामी पोइन्ट ए बाट बी तिर जाँदैछौँ, जसमा एउटा पी नाम भएको रेजिस्टरमा I1 करेन्ट फ्लो भएको छ। हाम्रो लुपको डिरेक्सन एकोर्डिङ टु द नेम अफ द लुप ABDA हामी क्लकवाइज डिरेक्सनमा मुभ गर्दैछौँ, सो द्याट करेन्टको डिरेक्सन र हाम्रो लुपको डिरेक्सन के छ, सेम डिरेक्सनमा छ भने हामीले करेन्टलाई नेगेटिभ साइन असाइन गर्छौँ। डट पी हाम्रो रेजिस्टर पी भयो, पोइन्ट बी मा पुग्यो। बी बाट हामी तल झर्दैछौँ ग्याल्भेनोमिटरको एक्रोसमा। हाम्रो डिरेक्सन र करेन्टको डिरेक्सन सेम भयो, सो द्याट हामीले करेन्टलाई माइनस असाइन गर्यौँ र ग्याल्भेनोमिटरको रेजिस्टेन्स जी छ। हामी पोइन्ट डी मा पुग्यौँ। डी बाट ए मा आउने क्रममा I2 नाम गरेको करेन्ट अपोजिट डिरेक्सनमा फ्लो भयो, सो द्याट हामीले करेन्टलाई प्लस असाइन गर्यौँ र त्यहाँको रेजिस्टेन्स आउँछ इक्वल्स टु 0। यो हाम्रो एउटा इक्वेसन भयो। सिमिलरली इन लुप BCDB using Kirchhoff's voltage law, we get B बाट C मा जाँदैछौँ हामी। हाम्रो लुपको डिरेक्सन क्लकवाइज छ, करेन्टको डिरेक्सन र हाम्रो लुपको डिरेक्सन सेम छ, सो द्याट हामीले करेन्टलाई माइनस असाइन गर्नु पर्यो। माइनस I3 टाइम्स त्यहाँको रेजिस्टेन्स Q। पोइन्ट सी बाट डी मा आउँदा हाम्रो करेन्ट र लुपको डिरेक्सन अपोजिट भयो, सो द्याट हामीले करेन्टलाई प्लस असाइन गर्छौँ, प्लस I4 टाइम्स X। त्यसैगरी हामी डी बाट बी मा जाँदा करेन्ट र लुपको डिरेक्सन अपोजिट भयो, सो द्याट करेन्टलाई हामी प्लस असाइन गर्छौँ, IG टाइम्स G इक्वल्स टु 0। और I3 भनेको के हो, हाम्रो I1 माइनस IG हो हैन, माइनस I1 माइनस IG टाइम्स Q प्लस I4 भनेको के हो, I4 भनेको I2 प्लस IG हो, I2 प्लस IG टाइम्स X प्लस IG टाइम्स G इक्वल्स टु 0। यसलाई हामी इक्वेसन 2 भनौँ। यहाँ हामीले के गर्यौँ, इक्वेसन 2 मा 8 पोइन्ट्स B एन्ड D हामीले किर्चफ ल लगायौँ। सिन्स 8 decimal points B and D from Kirchhoff's current law, we have I1 equals to IG plus I3 and I4 equals to I2 plus IG। यो हामीले रिजन दियौँ किन यो I3 भनेको I1 माइनस IG हो र I4 भनेको I2 प्लस IG हो भन्ने कुरा यहाँ हामीले एक्सप्लेन गर्यौँ। यो गर्नुपर्छ। अब हामी ब्यालेन्स कन्डिसनमा जाँदैछौँ। द्याट इज ब्यालेन्स कन्डिसन भनेको के हो, IG को भ्यालु 0 हो है। नाउ एट balanced condition of Wheatstone bridge, that is IG equals to 0, equation 1 and 2 reduces to हाम्रो इक्वेसन 1 मा यो छ माइनस I1P माइनस IG को भ्यालु 0 भयो। यो पनि IG into J प्लस यो हाम्रो I2 है। हाम्रो फर्स्ट लुपमा D बाट A मा आउँदा यो हाम्रो I2 हो, यसमा लेख्नु भएन, I2 टाइम्स R है, प्लस I2 times R equals to 0. This gives I1P minus I1P equals to minus I2R, which gives I1 by I2 equals to R by P भयो, R by P, that's the equation 3. And हाम्रो इक्वेसन
2 ले कुन फर्म लिन्छ i को भ्यालु 0 भयो माइनस i1 क्यू भयो माइनस i1 क्यू यो 0 भयो हैन त्यसैगरी i2x प्लस i2x यो id 0 भयो यो id पनि 0 भइसक्यो equals to 0 this gives minus i1 q equals to minus i2x this gives i1 by i2 equals to x by q. Equation 4. हाम्रो equation 3 र 4 i1 and i2 दुवै i1 and i2 को भ्यालु हो so that हामीले के लेख्न सक्छौं from equation 3 and 4 we get r by p equals to x by q which gives p by q equals to r by x which is balanced condition of Wheatstone bridge. यसरी हामीले Wheatstone bridge को बैलेंस कंडीशन इजिली डिराइभ गर्न सक्छौं जस्ट हामीले के युज गरेर यसमा हामीले किर्चफ्स करेन्ट ल र किर्चफ्स भोल्टेज ल लगायौं यसको इम्पोर्टेन्स के छ भने हामीले यसको इम्पोर्टेन्स हामीले इजिली मोर एक्युरेटली किनभने हामीले जस्ट रेजिस्टर मात्रै युज गरेका छौं कुनै पनि इन्स्ट्रुमेन्ट युज गरेका छैनौं हामीले इजिली र मोर प्रिसाइजली हामीले अननोन रेजिस्टर को भ्यालु x को भ्यालु फाइन्ड आउट गर्न सक्ने भयौं यसैमा आधारित भएर व्हिटस्टोन ब्रिज को प्रिन्सिपलमा आधारित भएर डिफरेन्ट प्र्याक्टिकल ल्याब इन्स्ट्रुमेन्टहरु जस्तै मिटर ब्रिज पोस्ट अफिस बक्स क्यारी पोस्टर ब्रिजहरु बनाएको छ अब हामी यो च्याप्टरमा मिटर ब्रिज को बारेमा अध्ययन गर्ने छौं अब हामी आज व्हिटस्टोन ब्रिजमा आधारित रहेर एउटा इम्पोर्टेन्ट क्वेशन गर्दै छौं यो इन्ट्रान्समा सोध्न सक्ने एकदमै बढी सम्भावनाको क्वेशन हो यो क्वेशन झट्ट हेर्दाखेरि कम्प्लेक्स लागे तापनि हामीले यदि हाम्रो सर्किटमा फिगरमा 4 वा 4 भन्दा बढी रेजिस्टर छ भने हामीले व्हिटस्टोन ब्रिज को रूपमा त्यसलाई हेर्नु पर्ने हुन्छ यो हाम्रो फिगरमा 5 वटा रेजिस्टर छ र हामीलाई x र y को एक्रसमा चाहिँ इक्विभ्यालेन्ट रेजिस्टेन्स फाइन्ड आउट गर्नुपर्ने छ यो फिगर हेर्दाखेरि हामीले इजिली सिरिज अथवा प्यारलल कम्बिनेसनबाट निकाल्न हामीलाई गाह्रो हुन्छ हाम्रो व्हिटस्टोन ब्रिजमा यदि p by q equals to r by x भयो भने हाम्रो के हुन्छ यो ग्याल्भेनोमिटरबाट यो ब्रान्चबाट करेन्ट फ्लो हुँदैन अथवा यो करेन्टबाट फ्लो नभएको कन्डिसनमा हाम्रो रेजिस्टरहरु p q r x कसरी रिलेटेड छन् भने p by q equals to r by x हुन्छ त्यसैगरी हाम्रो a र c को एक्रसमा एउटा ब्याट्री छ त्यहाँ त्यसैले अब हामीले यो पोइन्ट x र y को एक्रसमा पनि एउटा ब्याट्रीलाई यसरी कनेक्ट गरौँ है भनेपछि अब हामीले यो सर्किटलाई पनि हाम्रो गिवन सर्किटलाई पनि व्हिटस्टोन ब्रिज कै फर्ममा हामी चेन्ज गर्न ट्राई गर्छौं दुईटा पोइन्ट छ x र y जसको एक्रसमा चाहिँ हामीले ब्याट्री कनेक्ट गरेका छौं y भनेको हाम्रो ब्याट्रीको नेगेटिभ टर्मिनल हो भने x भनेको हाम्रो के हो ब्याट्रीको पोजिटिभ टर्मिनल हो ल यो रेजिस्टरको नाम राखौं R1 R2 R3 R4 R5 दुईटा पोइन्टहरु बाँकी दुईटा पोइन्ट छ यो पोइन्ट त x नै भइहाल्यो हैन यो पोइन्ट y नै भइहाल्यो है यो एउटै पोइन्ट हो वायरले कनेक्ट गरेको छ यो पोइन्टलाई q कन्सिडर गरौँ
अब हाम्रो ब्याट्रीको नेगेटिभ टर्मिनलतिर जाउँ। यो पोइन्ट हो हाम्रो ब्याट्रीको नेगेटिभ टर्मिनल भनेको। यो त हाम्रो वायर हो नि है, कनेक्टिङ वायर हो। ब्याट्रीको नेगेटिभ टर्मिनलमा के जोडिएको छ? एउटा R3 नाम गरेको रेजिस्टर जोडिएको छ है। एउटा पोइन्ट Q लाई यहाँ कन्सिडर गर्नु है। यो त तल कन्सिडर गरे पनि भयो, माथि गरे पनि भयो। Q र Y को बीचमा के छ? एउटा हाम्रो R3 छ है, 10 ओम को रेजिस्टर छ। ल, यसको काम हामीले सक्यौं। त्यसै गरी पोइन्ट Y मा ब्याट्रीको नेगेटिभ टर्मिनलमा अर्को एउटा रेजिस्टर पनि जोडिएको छ, R5 है, R5। त्यसपछि यो हाम्रो R5 जसलाई हामीले पोइन्ट यहाँ P कन्सिडर गरेका छौं। पोइन्ट P छ है, यो हाम्रो R5 भयो। यो हाम्रो R3 हो, यो हाम्रो R5 भयो। R5 पनि 10 ओम कै छ है। हामीले यो दुईटा रेजिस्टरको काम सक्यौं। यो दुईटा त सक्यौं। त्यसै गरी ब्याट्रीको पोजिटिभ टर्मिनलतिर आउँ। ब्याट्रीको पोजिटिभ टर्मिनलमा के छ? एउटा R4 नाम गरेको रेजिस्टर छ, Q बाट आएको है, Q बाट X मा आएको, Q बाट X मा। यो हाम्रो R4 जसको भ्यालु 10 ओम छ है। हाम्रो यो रेजिस्टरको पनि काम सक्यो। अर्को X र P को बीच, X र P को बीचमा R1 छ, X र P को बीचमा यो हाम्रो R1 छ जसको भ्यालु 10 ओम छ। यसको पनि काम सक्यो। अब बाँकी रह्यो एउटा रेजिस्टर P र Q को बीचमा पनि एउटा रेजिस्टर छ जसको भ्यालु 20 ओम छ र नाम R2 छ। हामीले यसरी एउटा कम्प्लेक्स सर्किटलाई यति इजिली एउटा सिम्प्लिफाइड सर्किटमा कन्भर्ट गर्न सक्छौं। अब हामीले भिजुअलाइज गर्न सक्छौं कि यो एउटा व्हीटस्टोन ब्रिजको फर्ममा छ। र हामीले अब के ख्याल गर्नु पर्यो भने R4/R3 if R4/R3 equals to माथिको रेशियो है, R4/R3 equals to R1/R5, R1/R5 छ भने, यदि R4/R3 equals to R1/R5 छ भने के हुन्छ? R2 मा करेन्ट फ्लो हुँदैन, नो करेन्ट फ्लोज थ्रु R2। भनेपछि यो सर्किट र यो सर्किटमा केही फरक छैन। यदि R4/R3 equals to R1/R5, R4/R3 equals to R1/R5 छ भने यो सर्किटमा R2 मा चाहिँ करेन्ट फ्लो हुँदैन। यसमा करेन्ट फ्लो नभएपछि हामीले यो बीचको रेजिस्टरलाई हाम्रो सर्किटबाट हटाइदिन सक्छौं है। अब हामीले यो हटाइसकेपछि हाम्रो अझ सिम्प्लिफाइड सर्किट के बन्यो भने यो पोइन्ट X भयो, यो पोइन्ट Y भयो, यो R4 भयो, यो R3 भयो, यो R1 भयो, यो R5 भयो। सबैको भ्यालु कति छ? सबैको भ्यालु 10 ओम छ। अब हाम्रो R4 र R3 सिरिजमा छ, R1 र R5 सिरिजमा छ। यो दुईटा सिरिज कम्बिनेसन केमा छ? फाइनली प्यारलल कम्बिनेसनमा छ भनेपछि अब हामीले इक्विभ्यालेन्ट रेजिस्टेन्स निकाल्न सजिलो, गाह्रो छैन। R इक्विभ्यालेन्ट इक्वल्स टु 10 र 10 हाम्रो सिरिजमा 20 ओम चाहिँ अर्को केसँग R1 र R5 अर्को 20 ओमसँग प्यारललमा छ है। भनेपछि R इक्विभ्यालेन्ट 20 400/40 द्याट इज 10 ओम। यसरी हामीले इजिली एउटा कम्प्लेक्स नेटवर्कको व्हीटस्टोन ब्रिज प्रिन्सिपल युज गरेर हामीले इक्विभ्यालेन्ट रेजिस्टेन्स सजिलैसँग निकाल्न सक्छौं। त्यसैगरी व्हीटस्टोन ब्रिज प्रिन्सिपलमा आधारित रहेका एउटा इलेक्ट्रिकल सर्किटको इक्विभ्यालेन्ट रेजिस्टेन्स हामी
फाइन्ड आउट गर्दैछौँ। इन्ट्रान्स इक्जाममा सोध्न सक्ने एकदमै सम्भावना भएको क्वेसन हो यो। बोर्ड इक्जामको लागि अब्जेक्टिभ क्वेसनमा पनि आउन सक्छ। र यसो हामीले यसको सर्किटहरू हेर्दै गर्दा हामीले तिनीहरूको रेसियो हेर्नुपर्ने हुन्छ। यदि रेसियो सिमिलर टाइपको छ भने हामीले के अनुमान गर्न सक्छौँ भने त्यो चाहिँ व्हिटस्टोन ब्रिज प्रिन्सिपलमा आधारित छ भनेर हामीले अनुमान गर्न सक्छौँ। नत्र लामो लेन्दी प्रोसेसको क्वेसन चाहिँ इन्ट्रान्समा पनि र अब्जेक्टिभ क्वेसनमा सोधेको हो भने यो कुरा हामीले बुझ्नुपर्छ। अब यो गिभन सर्किटमा हामीले रेसियो हेर्दाखेरि 10, 20, 20, 40, 10, 20 छ भने चाहिँ 1:2 को रेसियोमा रेजिस्टरहरू राखेको छ हैन। सो द्याट यो चाहिँ व्हिटस्टोन ब्रिजको प्रिन्सिपलमा आधारित छ भनेर हामीले अनुमान गर्न सक्छौँ। अब हामी यसलाई सल्भ गरौँ। एकदमै छोटो समयमा हामीले सल्भ गर्न सक्छौँ यसलाई। हामीले दुईटा पोइन्ट एक्रोसमा जसमा चाहिँ हामीलाई इक्विभ्यालेन्ट रेजिस्टेन्स फाइन्ड आउट गर भनेछ। पहिला तिनीहरूको एक्रोसमा चाहिँ हामी ब्याट्री जोइन गरौँ। यसको इक्विभ्यालेन्ट सर्किट निकालौँ। इक्विभ्यालेन्ट सर्किट भनेको हामीलाई जसको एक्रोसमा चाहिँ हामीले इक्विभ्यालेन्ट रेजिस्टेन्स फाइन्ड आउट गर्नुपर्ने छ। पहिला त्यसको एक्रोसमा चाहिँ हामीले एउटा ब्याट्री कनेक्ट गरौँ। यो पोइन्ट ए भयो, यो पोइन्ट बी भयो है। अब हाम्रो यहाँ के कुरा बुझ्नु पर्यो भने यो सबै हाम्रो यो कनेक्टिङ वायर, यहाँदेखि यहाँसम्मको, यहाँदेखि यहाँसम्मको यो कनेक्टिङ वायर हो। हामीले यो बुझ्नुपर्छ द्याट यो पोइन्ट पनि ए नै हो, यो पोइन्ट पनि ए नै हो, किनभने यो तार त हो नि है। यहाँ रेजिस्टरहरू छैन, सो द्याट यो एउटा पोइन्ट त्यो चाहिँ ए नै हो। त्यसैगरी यो पोइन्ट कनेक्टिङ वायर मात्रै छ, यो पोइन्ट र यो पोइन्ट, यो तीनटै पोइन्ट के हो अब हामीले बुझ्नु पर्यो। तीनटै पोइन्ट बी हो है। बी हो, बी भनेको नेगेटिभ टर्मिनल, जिरो पोटेन्सियल हो हैन, 0 भोल्टको। त्यो कुरा हामीले बुझ्नु पर्यो। अब फेरि यो पोइन्ट र यो पोइन्ट होइन हामीले, किनभने यसमा त के छ रेजिस्टरहरू अक्रसमा छ, सो द्याट त्यहाँ पिडी ड्रप हुन्छ हैन। सो द्याट ल यिनीहरूलाई हामी नाम दियौँ पोइन्ट पी, यो पोइन्टलाई क्यू दियो। यो पोइन्ट र यो पोइन्ट एउटै, किनभने जस्ट यहाँ के छ कनेक्टिङ वायर मात्रै छ है। यो पोइन्ट र यो पोइन्ट चाहिँ क्यू नै हो। ल यति कुरा हामीले बुझिसकेपछि पहिला ब्याट्रीको नेगेटिभ टर्मिनलको काम गरौँ। ब्याट्रीको नेगेटिभ टर्मिनलमा ल यिनीहरूको नाम दियो हामी जसरी भन्छ, कन्फ्युज हुँदैन। R2, R3, R4, R5, R6 हामीसँग 6वटा रेजिस्टर छ हैन। अब बी सँग बी र ए मा आर को कनेक्सन, बी र ए मा है, बी र ए मा आर को कनेक्सन हामीले यहाँ जस्तो लेख्छौँ त्यही कुरा हामी यहाँ लेख्दा भइहाल्छ। त्यसैगरी पी र बी मा, ल पी लाई यहाँ सपोज गरौँ, पी र बी मा यो पोइन्टलाई हामीले पी कन्सिडर गर्यौँ। पी र बी मा यो छ, यो हामीले दुईटा गरिसक्यौँ, R5 छ है। त्यसैगरी क्यू र बी मा हामीले व्हिटस्टोन ब्रिजको स्ट्रक्चर ल्याउँदैछौँ नि त हैन, त्यही भएर हामीले यसरी राख्दैछौँ। यो हाम्रो पोइन्ट क्यू भयो। क्यू र बी को एक्रोसमा R6 छ है, R6 छ। ओके, हामीले यसको काम पनि गरिसक्यौँ। अब पी र क्यू को R3 छ, पी र क्यू यिनीहरू कनेक्टेड छैन नि हैन। ए र बी को रेजिस्टर र यो कनेक्ट छैन, सो द्याट यसलाई हामीले क्रस मात्रै गर्नु पर्यो, कट गर्न पाए, कनेक्ट गर्न पाइएन। पी र क्यू को R3 छ, पी र क्यू R3 यो पनि भयो है। अब ए र पी R2 छ नि हैन, R2 यो पनि भयो। अब बाँकी कुन रह्यो, ए र क्यू होला सम्भव, ए र क्यू R1।
भनेपछि यो व्हिटस्टोन ब्रिज जस्तो देखियो। अब हामीले व्हिटस्टोन ब्रिजमा पढेको प्रिन्सिपल के हो भने यदि ग्याल्भेनोमिटरबाट इफ there is no current through galvanometer, the arms, the resistor, 4 resistors are related as P by Q equals to R by X. हैन, यो हाम्रो व्हिटस्टोन ब्रिजको ब्यालेन्स कन्डिसन पनि है। यसको मतलब के बुझ्नु पर्यो भने यसलाई रिभर्सली यदि P by Q equals to R by X छ भने IG 0 हुन्छ भनेर बुझ्न पनि सक्यो। त्यसले अब हामीले यदि R2 by R5 equals to यदि R2 by R5 equals to ल भन त यहाँ तलको हैन यो R1 होला R1 by R6 R1 by R6 भयो भने के हुन्छ according to व्हिटस्टोन प्रिन्सिपल यो PQ नाम गरेको यो R3 बाट चाहिँ के हुँदैन करेन्ट फ्लो हुँदैन no current flow through R2 सबभन्दा इम्पोर्टेन्ट सरी R3 सबैभन्दा इम्पोर्टेन्ट कुरा यही हो। अब हामीले रेशियो हेरौँ R2 भनेको कति छ R2 भनेको 10 छ R5 कति छ R5 20 छ है अनि R1 कति छ R1 20 छ R6 कति छ R6 40 छ हेर त 10 by 20 equals to 20 by 40 1:2 को रेशियो भयो। सो दैट अब हामीले के रहेछ भन्ने कुरा बुझ्नु पर्यो भने R3 बाट चाहिँ करेन्ट फ्लो हुँदैन भन्ने कुरा बुझ्नु पर्यो। अब यो इफ लाई हियर भनेर लेखौं हियर R2 by R5 equals to R1 by R6 सो नो करेन्ट फ्लो थ्रु R3 यदि त्यो सर्किटबाट त्यो रेजिस्टरबाट करेन्ट फ्लो हुँदैन भने हामीले के गर्न सक्छौं त्यो रेजिस्टरलाई हामीले हटाइदिन सक्छौं हाम्रो सर्किटमा छैन भनेर हामीले एज्युम गर्न सक्छौं। भनेपछि यसको अझ सिम्प्लिफाइड सर्किट कस्तो हुने भयो भने हाम्रो यो इक्विभ्यालेन्ट सर्किट भयो हैन एकदमै सिम्पल फर्ममा आइसक्यो R2 र R5 सिरिजमा छ R1 र R6 सिरिजमा छ अनि यो तीनटा चाहिँ केमा छ प्यारलल कम्बिनेसनमा छ। सो R इक्विभ्यालेन्ट इक्वल्स टु R2 र R5 को सम कति हुने भयो R2 र R5 30 प्यारलल विथ R4 को भ्यालु कति छ 20 which is parallel with R1 र R6 20 र 40 60 यसरी हामीले R इक्विभ्यालेन्ट निकाल्न सक्छौं। पहिला यसको इक्विभ्यालेन्ट निकालौं 40 into 20 divided by 50 12 ओम आयो यो parallel with 60 12 into 60 by 72 10 आयो। R equivalent equals to 10 ohm। हामीले यसरी सजिलै व्हिटस्टोन ब्रिज प्रिन्सिपलमा आधारित रहेर एउटा कम्प्लेक्स नेटवर्कको इक्विभ्यालेन्ट रेजिस्टेन्स अथवा त्यहाँ फ्लो हुने करेन्ट हामीले फाइन्ड आउट गर्न सक्छौं।